हाई गाइस, आज हामी नाम्ची बजार जाँदाखेरि हामीले अझै 2 जनालाई पर्खिरहेको छौँ। तिनीहरू चाहिँ खोइ कहाँ गयो थाहा छैन। हामीले तिनीहरूलाई ग्रुपमै आउनु भनेको थियौँ। कति बजी आउनु भनेको थियौँ? 11:30 बजे 12:20 मा आउनु भनेको थिएँ। 11:20 मान्छे ठ्याक्क आइसके होइन। तिनीहरू धरनगरबाट चाहिँ अहिलेसम्म आएको छैन। 2 जनालाई वेट गरेर बसिरहेको छौँ। अनि आज हाम्रो यात्रा चाहिँ कहाँसम्मको हो भन्दाखेरि कहाँसम्मको हो? नाम चाहिँ थुम्की बजार। अनि हामी भयो भने भोलि हामी कहाँ जान्छौँ भनेको चाहिँ सस्पेन्सै हुन्छ होइन। बिल्ला हुन्छ हामी गएको भरे। हाम्रो किट चाहिँ गयो नर्थ वेस्टको यो ज्याकेट लेगिङ्स जुत्ता होइन। म चाहिँ पुरा हाइकिङ मोडमा छु। मेरोहरू चाहिँ एउटा सेक्सी मोडमा छ, एउटा बाइक मोडमा छ होइन। हामी नाम्ची जान आँटेको। अनि हाम्रो फिट चेक गरौँ सोमबारबाट। सोमबार यो अनलाइनबाट यो ज्याकेट अनलाइनबाट हो। सक्यो भर्खर डेलिभरी भएको। यो चाहिँ न्यू बर्न बेबी हो। यो ल हाई गाइस, हामी नाम्ची जान आँटेको। यो मेरो घरबाट, यो पनि घरबाट, यो पनि घरबाट कि तिम्रो घरमा फ्याक्ट्री छ कि क्या? मेरो ड्रेस अचारको ब्याग भएको छ। हाई गाइस, मेरो ड्रेस चाहिँ यस्तो छ। अनि म घरदेखि चाहिँ यसरी आएको। यस्तो भिडमा पछाडि वर्गमा गाडी पर्खिँदा पनि सबैजना हिँडेर गयो होइन। अनि भित्र गयो कि गाडीभित्र गाडीले ठेलेर मलाई पछाडि पुऱ्याएको भएर म यस्तो गर्दै गएको। यता जुक्सको फिट, जुक्स तिम्रो फिट कहाँ कहाँदेखि हो भन? यो भित्रको आयुष फिट चेक। आदिवासी त होइन नि। ठिकै छ अलिअलि। पछाडि भएर 360 ADIDAS आदिवास। जुक्सको के छ? सिङ्गल के भयो? यो चाहिँ अलिक बास्केटबलले यसो ब्लिस्टर सार्छ। चस्मा लाउनु पर्यो। आलु ढल्यो त नट समात्छु नि म। यता गयो सञ्जीव गयो। सञ्जीव साथी फिट चेक। फिट चेक कहाँ भन? तिमीले के लगाएको छौ? नन इन्ट्रेस्टेडहरूलाई देखाउनु हुँदैन। अनि आइजो चाहिँ हाम्रो 1 करोडको गाडी हो। यही गाडीमा जानु हो तर यस्तै छ। यसको भाइ हो होइन। यो चाहिँ हाम्रो 1 करोडको गाडी हो। हामी यसमा जान आँटेको। त्यस्तो नभन न, सबैजनालाई गर्मी भइरहेछ। हाम्रो मिस प्यारी एन्जल क्युटीलाई चाहिँ यहाँ जाडो भइरहेको छ। नयाँ हो भन्दैमा लगाइदिइहाल्ने। गाइज हामी 1 करोडको गाडी हेर्न जाँदैछौँ। हाम्रो लागि कस्तो सिट छ भनेर। ला हाम्रो 1 करोडको गाडी आफ्नै गाडी भएर नि हामी सिट नपाउने भयौँ। अघि भन्नु पर्छ होइन। यस्तो यस्तो मेरी छोरी क्या राम्री नाचे कि एउटा कमर 2 ठाउँमा भाँचे कि। अनि गाइजो चाहिँ उसले ढिलो आयो नि त। अनि हामीले पनिसमेन्ट दिएको नाचेर देखाउँ भनेर। सिनियरले जुनियरले ऱ्यागिङ गरेको हामी वेलकम आउन पाइन नि त। म अहिले ऱ्यागिङ गरेको गाइज हामी बल्ल बल्ल हिँडेर तिमी हेर त यस्तो रहेछ क्या प्यार मसँग तिम्रो होइन। थाहा नि छैन म आएँ कि आइन भनेर। गाइस यो चाहिँ हाम्रो खास गरी हामी घुम्न गएको होइन क्या। हामीले चाहिँ खास गरी एरोसाको सरी एन्जलको वर्कआउट गर्न लगेको हो। यहाँ चाहिँ कुन उयसको हो भन त? यो कुन ब्रान्डको लुगा हो? यो चाहिँ पिआर आएको थियो। उसलाई भनिदेऊ न यसको बारेमा। रिभुको यो आएको हो क्या। अनि ओभर राम्रो छ। यसले सबै उयोहरू
एरो साथ तिमीलाई हाम्रो जुनियर बुढीले साह्रै मिस गरिन अरे मैले चाहिँ गरेको छैन उसलाई चाहिँ भिडियो बनाइदियो गरेको छुइनँ हामीले गरेको छैन उसले मात्रै गर्यो मिस गरिरहेको छु तिमीलाई उसले धेरै सम्झ्यो अरे तिमीहरू आएनौ होइन केही छैन हामी अलिक पछि जानुपर्छ हामी आफ्नै स्कुटर बाइक किन्छौँ अनि जानुपर्छ यसरी त यस्तो गर्मीमा यस्तो उभिएर जानु परिरहेको छ गाई तर अलिअलि खुल्ला मैले सोचेको थिइनँ यति खुल्ला पनि हुन्छ भनेर त हाई गाइज हाम्रो अलिकति मिसाप भइहाल्यो के मिसाप भयो भन्दा हाम्रो के मिसाप भयो भन्दाखेरि चाहिँ हाम्रो विकल्प साथीले चाहिँ नाम्चीमा बुक गरेको भनेर थियो होइन थुम्कीमा बुक गरेन क्या यहाँनिर यो बाटोबाट हामी कहाँ अन्जान बाटोमा जाँदैछौँ अनि यहाँबाट यो भ्यू चाहिँ यस्तो राम्रो आएको छ नि गाइस के भन्नु र ल एकछिन छोडा न भ्यू मेरो उयो नगर न गाइस मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो मैले सोचेको थिइनँ कि म यसरी हिँड्नुपर्छ भनेर मलाई लागेको थियो कि म नाम्चीमा पहिला हामी आउँदा माथि नै बुक गरेको थियौँ क्या झन् मेरो त ड्रेसअप पनि ट्रेकिङ गर्ने ड्रेसअप छैन क्या अनि यहाँ हिँड्दै हुनुहुन्छ यहाँनिर चाहिँ अब के भयो अझै यस्तो उकालो चढ्नु बाँकी छ अरे यस्तो यस्तो हे भगवान् यहाँ हाम्रो ट्रेकिङ चल्दैछ दिमाग खराब भयो मेरो पनि बुटले ओपर दुखायो यार फेरि भारी हुन्छ बुट बोक्यो भने गाइस म त सोचेको थिइनँ नि यस्तो हुन्छ भनेर गर्मी हुन्छ नि त ज्याकेट लाएर त्यही यत्रो कोट लिएर आइरहेको छु हाई गाइज हामी आइसकेर यहाँ गाउँले भइसकेको थियौँ हाई गाइज हामी चाहिँ होमस्टेमा नि आइसक्यौँ म हजुरहरूलाई म होमस्टेको टुर दिन्छु गाउँले कल भएर होइन गाउँले केटी भएर गाउँले केटी 1 2 यहाँ मुहार फेरिँदैछ होइन मुवा हो क्या म मुवा अनि यहाँनिर चाहिँ हाम्रो मैले चाहिँ मेकअप आर्टिस्टलाई हायर गरेको छु ऊ चाहिँ मेरो क्लासको साथी हो होइन हजुरहरूलाई पनि मेकअप गर्नु चाहिन्छ होमस्टेमा गएर भने मात्रै समीक्षालाई सम्झिनु होला होमस्टेमा मात्रै मेकअप गर्छ पर पर्सन 500 मैले चाहिँ अलिकति उसको प्रमोसन गरेको भएर चाहिँ उसले मलाई फ्रीमा गरिदिनु अब म त कति टाइम पछि मेकअप गरेको मलाई याद पनि छैन मैले लास्ट टाइम कहिले मेकअप गरेको थिएँ भनेर उसलाई नामिनीहरू त अन्डरटोन देखेको छैन नि नामीले अन्डरटोन नै बुझेन बुझ्छ हौ यस्तो सबै बुझ्छ उसलाई त ड्रेसिङ सेन्स पनि थाहा हुन्छ केटीको फोटो खिचेर पठाउनु पर्यो स्टाइलिङ गरिदेऊ न भनेर आज हेर न यो चाहिँ के लगाएको पाउडर गाइज मेरो फाइनल लुक मेरो मेकअप आर्टिस्टले गरिदिनु भयो ओइ नगर न कपिराइट लाग्छ मेरो मेकअप आर्टिस्टले मेरो मेकअप गरिदिनु भएको छ अनि त्यस्तो साह्रै यो चाहिँ के हो भन्दाखेरि होइन मेरो चाहिँ फर्स्ट टाइम हो मैले कति टाइम पछाडि मेकअप गरेको अनि हामी चाहिँ पुरा गाउँवाला भाइब दिन्छ यो ठाउँमा चाहिँ यो चाहिँ नाम्चीको थुम्की भन्ने ठाउँ हो यहाँनिर मोडल स्टार्ट भइसक्नु भयो अनि हामी चाहिँ त्यहाँ पर फोटो खिच्न भनेर जाँदैछौँ होइन अनि लुगासुगा पनि लगाइयो यहाँ यो लुङ्गीसुङ्गी पनि लगाइयो लाउन चाहिँ आएको थिएन मलाई मम्मी सिकाउँदै हुन्छ क्या घरमा तर मेरो दिमागमा छिरेन म चाहिँ एन्जलहरू लाउन आउँछ जस्तो आएको थियो क्या बट आउँदैन रहेछ क्या तिनीहरूलाई पनि अब चाहिँ म यहाँ कहाँ हिँडेको भन्दाखेरि यहाँ फुल टिप्न आएको यसो फुल टिप्ने सिउरिने यहाँनिर ओह कसले सिउरिदिन्छ क्या अब एक्लै भएपछि गाई त्यस्तो हुँदो रहेछ क्या सिउरिने मान्छे खोज्नु पर्यो दामी छ क्या भ्यू चाहिँ नि यहाँनिर हेर्नु न यहाँ यो माथि के हो होइन यहाँनिर फोटो त्यहाँनिर चाहिँ यो कुन चाहिँको यो बारी हो थाहा छैन यो कुकुरहरूले यसरी उयो गरिरहेको छ कि अनि झगडा गरिरहेको छ सबै किचिसक्यो हामीलाई लाउँछ होला यहाँनिर चाहिँ अब यहाँ फोटो सेसन चल्दैछ
यो भ्यू चाहिँ यस्तो राम्रो छ नि यहाँ यस्तो गोठ पनि रहेछ अनि त्यस्तो चारी भनेको यो यति कसको मकै बारी हो थाहा छैन गाइस मलाई के गर्नु पोज देऊ न यस्तो गरौँ वाह वाह हाई गाइस मैले यहाँ के भेटाएँ भन्दाखेरि चाहिँ मैले लेडी बग भेटाएँ होइन यो चाहिँ हामी सानोमा पास फेल गर्थ्यौँ अनि जेमा यो उठ्छ नि त्यही हुन्थ्यौँ क्या हामी म गर्छु ल पास फेल पास गाइस म मेरो थर्ड सेम कुन एक्जामको एक्जाम दिएको फोर्थ होइन थर्ड सेमको दिएको थर्ड सेममा पास हुने रहेछ किनकि त्यो हामी बोबो भन्थ्यौँ क्या बोबो किरा बुढो त्यही भएर म पास हुन्छु गाइस भयो हाई गाइस हामी चाहिँ फोटो पनि खिच्यौँ होइन लुङ्गी लगाएर त्यस पछाडि हामी अहिले चाहिँ कहाँ जान आँटेको भन्दाखेरि आत्माघर जान आँटेको हामी चाहिँ थुम्कीमा छौँ अब हामी वक गर्दै गर्दै हाइक गर्दै गर्दै हामी जान्छौँ नाम्जे अनि त्यस पछाडि हाम्रो मिस चाहिँ ओभर धेरै आत्तिराख्नु भएको छ अनि यहाँनिर ल ल गाइस फेरि परबाट कहाँबाट हो यो इटरीबाट अनलाइनबाट मेरो एक्सेसरिजहरू ल ल एन्जलको फिट चेक लाखे भनिसक्यो मलाई कसले हौ पिआरको ज्याकेट युएस इम्पोर्टेड फ्रम युएसए ल इटरीबाट लिएको यो सर्ट यो मैले आब्बासी चोकबाट लिएर आएको यो मैले इटरीबाट लिएर आएको यो चाहिँ धरानको क्यापको गाइस क्याप चाहिँ सबसे राम्रो रहेछ है थ्याङ्क यू कति हाई गाइस भन्नु हामी चाहिँ माथि जाँदैछौँ गाइस हामी चाहिँ उपर धेरै तल छौँ क्या अनि हामी यहाँबाट माथि जाने हो हाइक गरेर यहाँको बाटोहरू चाहिँ ढुङ्गाले छापेर बनाएको हुन्छ देखाउ त क्यामेराम्यान यसरी ढुङ्गाले छापेर बनाएको हुन्छ हिँड्नको लागि पनि सजिलो अनि यहाँ चाहिँ अलिक जाडो जाडो मौसम पनि छ हावाहरू चलिरहेको छ त्यो पनि हामी चाहिँ माथि सनसेट हेर्न जान आँटेको यता देखाइदेऊ वेदर ल अब भयो र ल अनि हामी जाँदैछौँ यहाँभन्दा माथि अनि मेरो साथीहरू चाहिँ माथि गइसक्यो म र मेरो क्यामेराम्यान उनीहरूको साथी मात्रै छ पछाडि राखिदेऊ हामी चाहिँ यहाँ माथि त्यो सिडी चढिसके पछाडि पनि यहाँ आइसक्यौँ होइन यहाँनिर चाहिँ अघि भेटरबाट यता आउँदाखेरि चाहिँ बाटो खासै राम्रो थिएन कच्ची बाटो थियो अनि यहाँनिर चाहिँ पिच रहेछ क्या यस्तो यस्तो राम्रो अनि मेरो गाला रातो रातो देखिराख्नु भएको छ होला तपाईँहरूले त्यो चाहिँ मेरो अघिको मेकअपको गाला मेकअप कस्तो गल्यो हौ यहाँ यस्तै पिच छ क्या मेरो साथीहरू अगाडि जाँदैछ म लास्टमा छु कि मैले क्याप पनि बोक्न चाहिँ बोकेको तर खोइ यसले त मलाई रेफ्री भनिदियो विकल्पले व्हाइट कलरको सर्टमा अन्त मलाई रेफ्री देखिरहेछ गाइज हामी चाहिँ नाम्ने बजारदेखि माथि यो भ्यू हेर्न जाँदैछौँ सनसेट हेर्नको लागि म यति धेरै थाकिसकेँ म त आज रिङ्गटा पनि चल्दैछ क्या धेरै खोइ के भएर हो खाजा नि खानु त खाएको थिएँ तर अलिक गले यार म त यस्तो छ सिडी चाहिँ सिडी देखाइदियो क्यामेराम्यान अघि मैले कस्तो राम्रो फुलहरू भएको रेलिङमा देखिरहेको थिएँ क्या त्यो मैले भिडियो बनाउनै बिर्सेछु उयो उहाँ कति राम्रो फुल ग्लेडियस फुल भन्छ नि उनीहरूलाई देखाउँ त है क्यामेराम्यान यतातिरको चाहिँ सबै घरहरूमा फुलहरू चाहिँ बडो राम्रो राम्रो फुल आउने क्या अनि प्लस धेरैजनाहरूले चाहिँ लिली गाइस हेर्न सक्नुहुन्छ कति राम्रो छ यहाँको चाहिँ सबै घरहरूमा फुलहरू रोपेर कति राम्रो बनाउनु भएको छ यहाँको त सिजन अनुसार पनि हुन्छ अबतिर चाहिँ मरिहाल्छ क्या एउटा सिजनमा फुल्छ अर्को वर्षको लागि फुलै हुँदैन गर्मी भएर मरिहाल्छ फेरि गाउँवाला भाइ किनकि हाम्रो गाउँमा आउँछ नि र हेर्नुहोस् कस्तो गाउँको उयोहरू छ के अरे यो गराहरू भन्छ यसलाई खेत भनेर गाई गरा र खेतमा डिफ्रेन्ट छ यहाँ मौरीको घारहरू पनि रहेछ यता यता देखाउ बारीको डिलहरूमा भएको सबै मौरीको घारहरू हो उयो यहाँ पनि रहेछ उयो घरमा पनि फुल रहेछ अघि मैले भनेको वाला फुल त्यो भाइनवाला रोज थियो क्या पिङ्क कलरमा
उयो परेको भरमा रहेछ देखाइदियो र क्यामेराम्यान अफ गरिदिनु गाइज मेरो क्यामेराम्यानले खासै पारा ल्याउनु भएन होइन ऊ यहाँ रहेछ नि बोटै रहेछ मैले चाहिँ यो रोजहरू भनेको यस्तो दामी छ नि यस्तो दामी अनि यहाँ बाटो चाहिँ यस्तो छ क्या गाइज म चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु अगाडि अगाडि यति राम्रो लाग्यो नि मलाई चाहिँ फुल भइसकेपछि सबै थोक राम्रो लाग्छ क्या यहाँ त रोड पनि रहेछ हामी सर्टकटबाट आएछौँ यहाँबाट चाहिँ हामी भ्यू हेर्न आएको खास गरी मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो बेलुका भइसक्यो होइन अहिले अनि हामी भ्यू हेर्न आएको यहाँ माथि फाइनली भ्यू हेरेर नआइसकेको छु हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ डाँडा रहेछ क्या म पनि फर्स्ट टाइम आएको कपिराइट लाग्छ क्या उयो पछाडिको होला यो देखाइदियो गाइस पिकनिक स्पट रहेछ क्या यो नाम्चीको भाइ गाइस हाम्रो एन्जलले चाहिँ राम्रो काम गरेको छ यहाँनिर के भन्छ बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भनेको चाहिँ यहाँबाट उसले प्रुभ गर्छ क्या उसले होइन त्यहाँबाट थ्याङ्क यू साथीले खाली भेटारको बोक त तातो हुँदो रहेछ गाइस इटारीको त चिसो आज उसको चाहिँ मजाले इन्ट्रोडक्सनै भएको छैन गाइज होइन ऊ चाहिँ हाम्रो प्यारी बहिनी हाम्रो बिआइटी यहाँनिर हामी सनसेट हेर्न कहाँ गयो यो सनसेट हेर्न आएको गाइज हामी उही पछाडि ब्याकग्राउन्डको गीतले यस्तो कपिराइट लाग्छ नि मलाई थाहा छैन म के गर्छु भनेर कि मलाई कस्तो राम्रो देखेको सेल्फी क्यामेरामा त गाइज चाहिँ हाम्रो एन्जल क्युटीको फोटो सुट हुँदैछ वा यहाँनिर फोटोग्राफर हुनुहुन्छ मिस्टर आयुषाल भाइ यहाँनिर यति यसले चाहिँ मलाई अघिदेखि मलाई पासै लगाइरहेको छ क्या यहाँ अर्को फोटो सुट हुँदैछ गाइज यहाँनिर चाहिँ बोइजहरूको फोटो सुट भइरहेको छ यहाँ केटीहरूको चाहिँ हुनै बाँकी छ हामीले सिङ्गल फोटो खिच्यौँ यो चाहिँ पिकनिक स्पट रहेछ क्या यस्तो राम्रो यहाँबाट सनसेट भइरहेको छ यहाँनिर चाहिँ वाह यिनीहरू चाहिँ मेरो फ्यानहरू हो भिडियो पनि ल गराउन 3, 2, 1 गो गाइस अब हामीले फोटोहरू खिचिसक्यौँ भिडियोहरू बनाइसक्यौँ नि चाहिँ ठिकठाक मात्रै फोटो आएको छ यहाँनिर अनि किनकि खै किन आएन मलाई सेल्फीमा त राम्रो देखिरहेको छ तर ब्याक क्यामेरामा मेरो राम्रो फोटो आएन गाइस अनि अब हामी रिल बनाउँछौँ कमेडी रिल्स बनाउँछौँ हामीले यति धेरै सेयर गरेको छौँ हामीले चाहिँ यो बनाउनुपर्छ भनेर अनि धेरै बनाउँछौँ मैले अहिले भर्खर देखाएँ नि तिनीहरू चाहिँ मेरो फ्यानहरू त इन्डियाबाट आएको कस्तो हाई भन तिमीले कसैलाई हाई भन्न चाहन्छौ गाइज अब चाहिँ हामी गएको यहाँबाट पुष्कर चाहिँ कसैको याद नडुबिसक्नु भएको छ भन्नु कसको याद नडुब्नु भयो हजुर कसलाई मिस गर्नु भयो
Love. Thank you guys. Everyone, eh? पतंग मेरा गाँव में हम कोई रीत न जाने बिना के संग तेरे पतंग मेरे के मलंग छोरा है घरबार मेरा ओ मुखड़ा रे मुखड़ा मुखड़ा गाइस ओ मुखड़ा घरबार मेरा तू ही है संसार मेरा देवसुर कोको बोतल देवसुर पाएको हामी देवसुर खाँदैमा अब देवसुर जाँदैछौँ हामी देवसुर अरू ए के भन्छ ग्राभेलको बाटो देउसुरे ए लड्दै र पढ्दै जाँदैछौँ हामी यति नै आउँछ थ्याङ्क यू है अब फुलेर पनि बनाइसकेको देउसी भन्दै भन्दै फुलिसक्यो हामी चाहिँ निस्केको अब यिनीहरू हाम्रो गाइजको अगाडि अगाडि हिँड्दैछ म पछाडि पछाडि हिँड्दैछु मैले चाहिँ अलिकति के भन्छ जुत्ता अलिक उयो ल्याएको थिएँ क्या दुख्न त दुखेको छैन मलाई खुट्टा चाहिँ उपर दुखिरहेछ मेरो हात पनि दुखिरहेछ गाइज अघि मैले भनेको फुलहरू चाहिँ यही हो क्या यस्तो राम्रो होइन यो म यहाँ माथिदेखि छ क्या यस्तो राम्रो छ नि म ओभर लभमा परेँ यो फुलहरू देखेर कुन रोज हो थाहा भयो तर यहाँ चाहिँ ओभर धेरै रोजहरू रहेछ क्या यो अनि अब चाहिँ राति भइसक्यो अनि यो चाहिँ हाम्रो नाम्चे बजार हो गाइज हामी चाहिँ अलिक तल थुम्कीमा बसेको छौँ अलिक तल हिँडेर जानुपर्छ यस्तो ओह्रालो बाटो छ अस्ति नै हामी आउँदा यता अस्ति नै हामी आउँदा चाहिँ यो होटलमा बसेको थियौँ अहिले चाहिँ हामी तल तोप थुम्कीमा अगाडि उयो अगाडि होइन मेरो त आँखा नै तिरिमिरी भइरहेछ यो चाहिँ हाम्रो नाम्चे बजार हो गाइस राति चाहिँ यस्तो छ यो यता माथिसम्म हामी चाहिँ लास्टमा यतिमा चाहिँ पढेछौँ गाइस अब साथीहरू अगाडि गइसके अझ हामी जान्छौँ तर गएर हामी आज हामी बार्बिक्यू गर्छौँ खानाहरू खान्छौँ अघि हामीले चट्टै खायौँ पुस्कर अनि त्यस पछाडि अब चाहिँ फेरि एकजना अर्को साथी चाहिँ उसलाई चाहिँ क्यामेरा चाहिएको क्या अनि मैले भिडियो बनाउँदाखेरि अगाडि अगाडि गइहाल्छ पुस्कर मात्रै क्यामेरा फ्रेन्डली छ उसलाई चाहिँ मैले धेरै अब भनेर क्यामेरा फ्रेन्डली बनाइसकेको छु उसँग चाहिँ फेरि हाइट मिल्दैन क्या आफ्नो चाहिँ यति अग्ली भएर पनि यसको अगाडि होचो हुन्छ क्या म मेरो हाइटमा त यस्तो यति मात्रै आउँछ के भयो त अनि पुस्कर चाहिँ खोइ स्याड स्याड हुनुहुन्छ उसको यादमा डुबेर बस्नुभएको हो थाहा छैन गाइस गाइस हामी हाम्रो होमस्टे आइसक्यौँ यत्रो बाटो हिँडेर यस्तो माथिबाट यो मती बल्यो होइन हामी थुम्कीमा बसेको हो मैले अघि पनि भन्छ कि हाम्रो बाटो भयो फ्ल्यास लाइट अन गरिदिनु पर्यो गाइस हिँड्न सक्नु म बुट लगाएर यत्रो हिँडेर आएँ क्या खुट्टा दुखेर मर्नै आँटिसकेँ म चाहिँ स्टार्ट गरेको क्या तिमीलाई चाहिँ ओनर जस्तो देख्छ है ए ल ए त्यो क्यामेराले भ्याउँदैन अनि यो चाहिँ हामी बसेको होमस्टे हो गाइज यहाँ माथिबाट हामी गएर आयौँ होइन म टुर दिन्छु तपाईँहरूलाई यहाँ चाहिँ मेरो साथीहरू बसिरहेको छ ल लुगा फेर्दै रहेछ यार छिटो छिटो अघि आइसकेको हो
नेपाली हो गाइज हामीले चाहिँ आल्चा पनि किनेर लिएर आएको खोइ कति रुपियाँ केजी हो यहाँ ल्याइदिनु भएको अङ्कलले कटमिरा ल्याइदिनु भएको कटमिरा ल्याइदिनु भएको छ म यो हजुरहरूलाई म टेस्ट गरेर रिभ्यू दिन्छु गाइज मिठा घर पनि लिएर जानु हो मिठो छ गाइस मिठो छ पायो भने लानुहोस् पाएन भने के गर्नु गाइस हाम्रो यहाँ उफ स्टार्ट भयो उता लाउन त केटा होला के भयो यो उता राख्ने वाह गाइस म त सेको पार्टीको याद आयो अस्तिको राख न मिरा चाँद उही ओए एन्दा तिमीले सेको लाग्यो एन्दाले कस्तो सेको बना कि पानी चाहिँदैन ल्याएको रहेछ पर्कमा मात्र हो चिकनमा पर्दैन चिकन त भित्र काँचै हुन्छ नि त पोर्क चाहिँ पाकिहाल्छ पोर्क चाहिँ पाकिहाल्छ अब बिस्तार पकाउनु पर्छ वाह सकियो चिकन आज गाइस हाम्रो फाइनली पोर्क सरी गाइस पनि हाम्रो यहाँ पनि खाएको छ एउटा त चिकन एउटा छ पोर्क होइन खाएको छु मेता चाहिँ खाइदियो त्यहाँबाट गाइस हामी चाहिँ चिकनलाई पर्खिरहेको छौँ उहाँहरूले चाहिँ पोर्क खाँदै हुन्छ पोर्क पनि भेटिरहेको छ चिकन आएको छ चिकनको वेटिङमा गाइस त्यसको नाम त्यसको नाम बन्द गरौँ ओइ एकदम मिठो रहेछ हाई गाइस हाम्रो त बिहान भइसक्यो गुड मर्निङ एभ्रीवान हाम्रो बिहान 6 बजे उठेको होइन यताउति गरेर सनराइज हेरी म भिडियो पनि देखाउँछु हजुरहरूलाई अनि अल्छी भर्खर 8 बजे हो यो हाम्रो गाडी हो यो गाडी चाहिँ हाम्रो पर्सनल गाडी हामी यसमा आएको यो जुत्ता चाहिँ खोइ कसका हुने थोत्रा मोत्रा सस्ता गाडी हाम्रो चाहिँ यहाँ यता महँगो एकदम दामी गाडी छ गाइज ऊ चाहिँ आफ्नो गाडीको केयर गरेछ कसको भनेको यसको पो रहेछ अनि ओभर मिठो क्या हाल्टा त्यो गाई चुवाचे पनि रहेछ सुँगुर के अरे अहिले भ्यू चाहिँ यसो छ के भ्यू भन्नु मेरो पाहाडको गाउँतिर यस्तै हुन्छ यहाँ पैसा तिरेर आइरहेको छु हामी बसेको चाहिँ यो घर हो
अरू होइन हौ अच्छा अल्टा बुझ्नु न हो मेन हाइवे चाहिँ त्यहाँ माथि छ पस्किन चाहिँ हुनुहुन्छ ओ हामीलाई हेर्दै छ हामी चाहिँ यो बाटो आएको हिजो आउँदा कहाँ आए जस्तै भएको थियो क्या तर माथिबाट झर्दा चाहिँ अब भात खानुपर्छ गाई हामी अब हामी भात खान्छौँ अनि फेरि हामी घुम्न जान्छौँ आत्माघर त्यहाँनिर चाहिँ हामी सरप्राइजिङ हजुरहरूको लागि सरप्राइजिङ खानेकुरा खान्छौँ त्यतिखेर भन्छौँ त फलेको रहेछ भने रहेछ भने भनिदिनौँ ल के भयो हाम्रो जुनियर बुनुलाई हाई भन ल कतिखेर उठ्यौ कस्तो थियो सनराइज सनराइज कस्तो थियो एकदम खतरा थियो हामी 5 बजी उठेर हेरेको होइन सनराइज यही आएर हेरेको गाई यो चाहिँ नि नास्पातीको बोट हो क्या अनि यहाँदेखि ठ्याक्क म भिडियो बनाउँदै थिएँ कि अनि कुखुराले क्या के गर्छ कुखुरी कहाँ भिडियो यसरी बनाउँदै थिएँ हेऱ्यो अनि कुखुराले कुखुरी कहाँ गइरहेको थियो तर्स्यौ होइन हौ कहाँ तर्सिनु अनि बिहान भएको जस्तो हुन्छ नि साउन्डहरू क्या ए अनि चराहरूको नि आउनु तल पुगेर कहाँ तल जाने भात खान होइन म चाहिँ भात खान गएको गाइस मेरो चाहिँ भात खाने टाइम भयो कि म चाहिँ भात खान्छु अब आल्सा चोक पनि मिठो क्या गाइस त्यहाँनिर हाम्रो खाना आएर सुरु भइसक्यो यो हाम्रो हिजो बाँकी रहेको चिकन यो अचार यो सब्जी यो उयो अनि यहाँ पोर्क पार्टीहरू यहाँ पोर्क खाँदै हुनुहुन्छ कि हामी चिकन पार्टी चाहिँ यता बसेको हामी समीक्षा हाई भन सुगर प्लम भनेर लेखेको थिएँ हेरो साले प्लम खाने बेलामा चाहिँ छुटेँ गाइस अब हामी निस्केको अब हामी जान्छौँ आत्माघर यसको त खैरेर के भन्छ व्हाइटुलाई पनि सेतेलाई पनि बाई 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 समीक्षा हामी निस्केको गाइस अब हामी यहाँदेखि माथि जान्छौँ आत्माघर
आत्मा घरबाट हामी हाइक गर्दै गर्दै भेटा जान्छौँ। होइन अब चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो गाइस। हिजो चाहिँ हामी यहाँ कति राम्रो राम्रो फुल छ हौ, सो ब्युटिफुल। आजको वेदर पनि होला यो होइन होला है, फुल जस्तो सुर्ती हो अरे। लम्बा लम्बा पात क्या है? अया गाह्रो पर्यो त गाइस। स्ट्रबेरी कति धेरै रोपेको रहेछ उयो तर होइन कसले भन्नु हुँदैन गाइस। हामी यो उकालो चढ्दैछौँ थुम्कीबाट। हामी फेरि नाम्ची हिँडेको अनि गाडी चाहिँ 2 बजी आउँछ अरे, तर 1 बजे नै हामी भर्खर चढ्दैछौँ क्या। अनि अब हामी हाइकै गर्नुपर्ने हुन्छ आधी घन्टा 40 मिनट जति। हामी चाहिँ अब आत्मा घर जान आँटेको माथि। त्यहाँ चाहिँ किन जान आँटेको भन्दाखेरि हेर्नको लागि। किन जान्छ मान्छे? हेर्न जान्छ नि। अनि काफल खान जाँदा थियो, काफल फलेको छ भन्ने सुनेको। मेरो साथीले देखाइदियो न, म पुरा हाइकिङ मोडमा हुनुहुन्छ। म ग्ल्याड छु कि मैले यो ब्याग लिएर आएँ है। म त ट्रेकिङ गए जस्तो फिल भइरहेको छ यो। तर अलिकति हाम्रो साथ नदिएको भनेको चाहिँ मेरो जुत्ताले मात्रै हो गाइस। देखाइदिउँ त, अलिकति यस्तै मात्रै गडबड गरे जस्तो भयो। अब त सबै ठिकै छ, म हिँड्न पनि सकिहाल्छु। गाइस हामी फाइनली यहाँ माथि नाम्चीसम्म आइपुग्यौँ होइन। हामीले उयोहरू चाहिँ उयो परको उयो घरमा राख्यौँ अनि हामी चाहिँ उकालो चढ्दैछौँ। यो उकालो चढ्दैछौँ गाइस। यिनीहरूको कपिराइट लाग्छ, छिटो कुद न। हाई गाइस, हाई हाई। अब हामी गाइस ट्रेकिङ जाँदैछौँ। यहाँबाट माथि माथि जाने हो। बाटो चाहिँ यस्तो छ गाइस यहाँनिर। फाइनली गाइस हामी नाम्चीको आत्मा घर आइसकेको छु। म हजुरहरूलाई अब आत्मा घरको टुर दिन्छु। मेरो पछि आउनु होला। आउनुहोस् गाइस, आत्मा घर आएको हो नि। ओइ बाटो नछोड, क्यामेरामा नछिट आउनु। अब हामी जाँदैछौँ। बाटो चाहिँ यो पर राम्रो थियो, पानी पर्दा पनि नचिप्लिने खालको, हिँड्नको लागि पनि सजिलो। कति 3-4 मिनटमा आइपुग्यौँ होला तल हामी हिँडेदेखिको। अनि आएकै छैन आत्मा घर त। सरी गाइस, आत्मा घर आएकै छैन रहेछ। यहाँनिर देखाइदिउँ त। गाइस यो चाहिँ काफलको बोट हो। यो चाहिँ भर्खर फल्न थालेको रहेछ क्या। रातो रातो खाने हो काफल खाँदा। चढ्नै पर्ने हो। माथि माथि हल्का रहेछ। यसकै फेदमा रहेछ यहाँ। हेर त साई गाइस, मलाई दिएन। काफल गेडी कुटुक्क। ओ यो बोटमा रहेछ नि यहाँ रातो रातो। यहाँ हेर ठुलो ठुलो भएको रहेछ। सन्चिप नचाख्ने काफल, चाख्ने भए टिप्न आऊ। ऊ माथि माथि रहेछ रेड। यहाँ चाहिँ उयो रहेछ, के भन्छ यो चाहिँ के को बोट हो नाम मिन?
केही देख्दिन त म त गाइस यो चाहिँ आरुको बोट अरे आरु होइन होला आल्टा पनि यस्तो हुन्छ पुरै त उयो हुन्छ हैन त्यो रातो रातो हुनुपर्ने हैन कति बेला ल्यायो देऊ न मलाई पनि अलिकति यहाँ झोलामा हालेँ क्या मैले थ्याङ्क यू एडभान्समा तिम्रो नाम रोशन गरिदिन्छ नि म ब्लगबाट यस्तो चिचिलो रहेछ हेर न सजिमी आउँदा खाउँ न खा न काफल हो दाना हुन्छ दाना खाने होइन उयो हेरेर रातो छ नि उयो माथि यस्तो रातो रातो खाने हो क्या मिठो लागेन वेदर दामी छ गाइज हामी आत्मा घर आइपुगिसक्यौँ काफल पनि खाँदैछु समीक्षाको यहाँ किन बोलायो भनेको लिली देखेर ओहो लिएर जाउँ न अलिकति नाम मिलाएको त उयो पनि कति राम्रो फुल्छ तर लग्न हुँदैन होला यो त च्यान पो हो त गाई छ त्यहाँ आत्मा घर रहेछ आत्मा बस्ने घर स्पिरिट अफ प्लेस पढ्नु होला यहाँ हजुरहरूले स्क्रिन क्रस गरेर दामी छ वेदर चाहिँ वा यता पार्क रहेछ नि गाई यहाँ पार्क पनि रहेछ किरातहरूको उयो पनि रहेछ के हो काफलको बोट चाहिँ उप धेरै नि गुराँस पनि रहेछ नि वाह भ्यू गाइस ओइ भ्यू हेर्न हौ इन्जलले चाहिँ उसलाई थाहा भएको कुरा भन्न आँटेकी छिन् भनिदेऊ नि म थाहा भएको आत्मा घर चाहिँ होइन मगर समूहको रहेछ अनि यहाँ चाहिँ 113 जना मान्छेको पुर्खाहरूको मगर समूहको उनीहरूको ढुङ्गा हुन्छ नि गाडी मान्छे चाहिँ गाडेको होइन रहेछ त्यो ढुङ्गा हुन्छ नि उनीहरूले त उ गर्छ नि त गाडेर राख्छ नि त त्यहाँको ढुङ्गा लिएर चाहिँ 113 वटा ढुङ्गा लिएर राखेको छ क्या 113 मात्रै त छैन होला नि छ अरे 100 होइन यो त होइन नि त उता भित्र छ नि त उयो हेर त सिसा हिँड न हेर ए ल जाऊ आउँछ ओइ ला छिरेर कति फोटो खिचिरहेको हुन्छ हामी चाहिँ अब यो पैसाहरू चढाएको छ नि त्यहाँभित्र चाहिँ राखेको छ क्या ढुङ्गाहरू ए यो चाहिँ सेफ गर्नको लागि यो बाहिरबाट तामाङहरूको उतोमा गएको छौ केमा मलामी गएको छौ अह म भन्छु त्यहाँनिर गर्छ क्या के गाड्दाखेरि अँ हरेक मान्छेले एउटा ढुङ्गा बोक्दै जान्छ क्या ए अँ गाड्नुको लागि अँ उनीहरू त ढुङ्गा आफन्तहरू भयो छिमेकीहरूले एउटा एउटा हातमा ढुङ्गा हुन्छ क्या जहिले पनि अँ अन्त हाल्छ क्या ए मैले डकुमेन्ट्री बनाएको गाइज अहिले गाइज हामी चाहिँ माथि आत्मा घरबाट चाहिँ आइसकेको छौँ होइन अब आत्मा घर पनि किन भनेको भनेर अलरेडी एन्जलले पनि भनिसक्यो अनि मैले भित्र पनि हल्का फुल्का भिडियो बनाएर देखाएँ होइन अनि
अब चाहिँ हामी सायद यहाँबाट गाडी त अलरेडी छुटिसक्यो त्यहाँ हामी सोध्छौँ के हो गाडी के पाउँछ पाउँदैन अनि पायो भने हामी गाडीमै जान्छौँ नभए हामी हिँड्दै जान्छौँ मेरो बुट हेर्नु गाई अब म चप्पल लगाएर जान्छु होला यहाँबाट हिँड्न सक्दिनँ आधी घन्टा 1 घन्टा हिँड्न परिहाल्छ म त पुगी पनि हाल्छु होला बट मेरो साथीहरू त्यस्तो हाम्रो घुम्ने सक्यो सक्यो घर फर्किँदैछौँ अब हामी घर फर्केको अब यहाँसम्म मेरो भ्लग हेरिदिनु भएको मेरो प्यारा प्यारा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु मेरो प्यारा प्यारा आफ्नै म चाहिँ फर्स्ट भ्युवर हुन्छु जहिले पनि होइन आफै कपी लिङ्क गरेर सेयर गरेको लिङ्कबाट हेरिदिनु भएका मेरो प्यारा प्यारा मित्रहरूलाई धेरै धेरै धन्यवाद को छुट्नु भयो स्पेसली एरुसा मिस यु एरुसा सलिना छुट्नु भयो दुःख मनाउ नगर्नु होला अलिक खत्रै रमाइलो भएको छ हामी अर्कोचोटि जानुपर्छ होइन अनि ल यति धेरै कुरा म बोल्न थालेपछि धेरै बोलिहाल्छु कि ल यति नै हाम्रो भ्लग स्टार्ट भयो अब घर पुगेर गर्नुहुन्छ होला यही इन गर्ने बाई गाइज हाम्रो भेडाको नाम चाहिँ एडिसन ट्रिप चाहिँ यहाँनिर समाप्त पार्ट 1 र पार्ट 2 आउँछ गाइस अब हेरौँ के हुन्छ होइन आज यहाँ घुमेको पार्ट 2 हो अब हेरौँ अघिल्लो दिनको पनि धेरै बनाएको छैन नि त ल बाई 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 बाई